हेलो गुड मर्निङ नमस्ते शिवा आज चाहिँ हामी धरानमै धरानको एनएमएसआर युनिटले पहिलोपल्ट फुटसल आयोजना गरेको छ हाम्रो धरानको बिबी फुटसलमा पहिलोपल्ट गुड मर्निङ सागर दाई मर्निङ भाइ हेलो गुड मर्निङ गुड मर्निङ मिस्टर सर मर्निङ कता यसो पनि बोल्नु न हेलो गुड मर्निङ दाया चाहिँ हिमाल पहाड चढ्ने बेलामा बराउनु भएको बबाल छ एकदम बबाल छ टिम अब यतिको भाइहरूले जसको लिइरहेको छ खोइ मेरो आएन त दाइ स्पोन्सरहरू त ओभर छ त बेस्ट कम्प्लिमेन्ट्स प्रेसिडेन्टलाई बोलाऊ भइहाल्छ प्रेसिडेन्ट होइन विराटनगर त्यसै गरी हाम्रो यस खेलमा चाहिँ सहभागिता जनाउन साथै यहाँ उपस्थित हुनुभएका आसन ग्रहण गरिदिनु हुन औषधि कम्पनी एसियन फार्मास्युटिकलका प्रतिनिधिलाई पनि अगाडि आइदिनु हुन र हाम्रो दाजु कस्तो लागिरहेछ नमस्ते कस्तो लागिरहेछ अरुण दाजु कस्तो लागिरहेछ ल हाम्रो गाइजहरू चाहिँ हो चेन्ज एनराई के आयो ल एनराई हो एनराई टक अफ इनर्जी ड्रिङ्कसँग सल्लाह हुँदैछ फेरि हाम्रो एउटा टिम अब गइसकेको छ होइन त्यो सोचेर पनि खेल्नु पर्यो नयाँ नाम सुनियो क्या फेरि एनराई कस्तो छ त नेसी राई हो क्या ए त निभिक्स निक्स मिलाउनु होला ल निस्किन दिउँ होला हाम्रो ब्यागहरू कता ल उठाउनु खोइ साँच्चै नितेश भाइ त बोल्दै बोलेको छैन बोल्यो भयो जित्नुको राज के थियो भनेर सोध्नु अन्डा थियो पिङ्क यो चाहिँ एकदम सिक्रेट किताब यो हामीले अन्डा खाएको कसैलाई भन्नु हुँदैन नि यो हाम्रो इन्टरनल हो कहाँ पुग्यौँ भाइ सेमी पुग्यौँ थाक्यौँ राम्रो पुग्यौँ नोबललाई प्लेयर अफ द म्याच विशेष कोच अन्तर्राष्ट्रिय स्तरको हो त
सानो सल्लाह ल वे टु फाइनल सब केटाहरूको बेस्ट गाइते बाघ ह्याप्पी बर्थडे टु यु के खुवाउनु मन छ त्यहाँबाट यता आउनु त यसमा कस्तो हुन्छ माको म्याच खोजीमा छन् निकै नै राम्रो गेम प्ले यहाँ काउन्टर हुन सक्छ तर राम्रो ट्राई थियो एनके बाबुको गोलभन्दा धेरै नै बाहिर थियो फेरि पनि यहाँ ब्याक टु ब्याक एट्याक गुनिरहेको छन् दुवै टोली तर पनि गोल भने अहिलेसम्म हुन सकिरहेको छैन लङ रेन्ज पास एनएमएसआरए टिम बीका किपरबाट हामी देख्न सक्छौँ यहाँ मुभ बन्दैछ तर एकदम डिफेन्सिभ गेम प्ले देखाइरहेको छ हाइपर एफसी पनि दुवै टिम काउन्टर एट्याकमा छन् एकदम एट्याकिङ गेम छ यो एउटा मौका हुन सक्थ्यो तर सजिलै बचाउ भएको छ अवसरहरू बनाउन सक्छ हाइपर एफसीको खुट्टामा बल छ यो एउटा अवसर हुन सक्छ लन्जेज ट्राई थियो नम्बर 7ले एकदमै योभन्दा अगाडि राम्रो गेम प्ले देखाइसकेका छन् केही खतरा हुन सक्छ एनएमएसआरए धरान टिम बीका लागि नम्बर 7 दुवै टोलीमा खेलमा जति नै अवसर बने पनि हामीलाई क्लिनिकल फिनिस अनि स्कोरको आवश्यक हुन्छ अगाडिको गेममा पनि हामीले देखेको थियौँ हाइपर एफसीले एकदम कम्पोज गेम खेलेर अग्रता बनाएको थियो राम्रो डिफेन्सिभ नमुना प्रस्तुत गरेको थियो र यो कर्नर पाएको छ एनएमएसआरए धरान टिम बीले अवसर हुन सक्छ यहाँ अग्रता लिनको लागि दुवै टोलीले एट्याकिङ गेम प्ले गरिरहेका छन् तर त्यति राम्रो अवसर भने अहिलेसम्म क्रिएट गर्न सकिरहेको छैनन् दुवै टोलीले यहाँ अवसर हुन सक्छ हाइपर एफसीका लागि तर निकै नै राम्रो डिफेन्स फेरि 22 हाइपर एफसीका प्लेयरले आफ्नो टिमलाई अग्रता दिलाउन सफल भएका छन् यो टुर्नामेन्टको उनी टप स्कोरर हुन् अहिलेसम्म 8 गोल गरिसकेका छन् टप स्कोररको रूपमा दिलमान राई पनि टप स्कोररको लाइनमा छन् उनी पनि टप स्कोरर हुन् दिलमान राई एकदमै कमब्याक गर्न सफल भए केही सेकेन्डको फरकमै एक गोलको लिडलाई बराबरीमा ल्याउन सफल भएका छन् 22 जर्सी नम्बर 9 का 8 गोलले टप स्कोररको लिस्टमा छन् त्यसै गरी दिलमान राई 6 गोलको टप स्कोररको सेकेन्डमा छन् 1-1 को बराबर छ दुवै टिमले एकदमै एट्याकिङ गेम प्ले बधाई छ है टिमलाई कता कता हो भाइ अब हामीलाई भाइरल गराइदिनुहुन्छ हाइपर एफसी पिपिकेएचएस गोपा गेम बधाई छ हाम्रो एनएमएसआरए धरान टिम बीका कप्तान दिलमान चामलिङ गोलकिपर निश्चल दुलाल नवल किशोर राई अभिनय राई डेनिस प्रधान विजय प्रधान किसान डम्बु मुकेश थापा
नितेश झा र सुदीप पराजुलाई अनुरोध गर्दछु। प्रदान गरिदिनु न हामीलाई भरत बाबु निरौला र हाम्रो अध्यक्ष उत्तम राई सरलाई अनुरोध गर्दछु। हात लगाऊ गाई यतिमै बस न यतिमै बस न म त दुधै सक्दिनँ। प्लेयर अफ द टुर्नामेन्ट बेनु प्रधान। भविष्य अभिष्ट ट्रफी अनि विनर चेक लिइदिनु हुन अनुरोध गर्दछु। साथी प्रदान गरिदिनु हुन हाम्रो संस्थाका अध्यक्ष उत्तम राई, संयोजक दिपेश थापा र भरत बाबु निरौला दाईलाई हार्दिक अनुरोध गर्दछु। प्राइस पनि हो। अब यहाँ भाइ के खुवाउँछ के गर्छ अब